हामी यहाँ चम्पादेवी गाउँपालिका आइरहेको थियौँ होइन, यहाँको मान्छे लिएर म र भाइ। हाम्रो दुईवटा गाडी चाहिँ त्यही छ। एकदम बाटो खराब भएर लास्ट बिजोग भएर यो टर्निङ चाहिँ कटेर हामी यो टर्निङदेखि मुनि गएर त्यहाँबाट यस्तो लास्ट तल खोला छेउकै गाउँ पुग्नुपर्ने सकिएन। नसकेपछि फेरि हामी फर्केर मोर भाइ यता छ, हाम्रो गाडी यता धुलो लास्ट धुलोमा पनि महाधुलो भइरहेको छ गाडी। अब यहाँबाट चाहिँ हामी फर्किन रहेछौँ। बिजोग छ, बाटो बिजोग छ। हाम्रो जिन्दगी सम्झेर एकदम टेन्सन लागेर आउँछ, सकिएन। हाम्रो भाइको पनि यस्तै छ हालत। हामी जे जस्तो भए पनि हाँसिरहेछौँ, खुसी नै छौँ। भित्रभित्र हाम्रो पीडा लुकाएर पनि हामी चाहिँ हाँसिरहेछौँ है गाइज। अब हामी फर्किन लागेका छौँ। अब यहाँबाट फेरि नवल यो त के गाउँपालिका के भन्छ चम्पादेवी गाउँपालिका ठाउँ के भन्थ्यो के खोला भन्दै थियो। अब यहाँबाट फर्किन लाग्यो है गाइज। बाई बाई गाइज।